आज चाहिँ हामी फेरि पनि घुम्दै जाँदैछौँ स्कुटीबाट हैन। हामी दुईजना आज चाहिँ फेरि पहाड घुम्नुपर्ने छ हैन। पुरै भलम चाहिँ आउँदैछ भिडियोमा, पुरै हेरिदिनु होला कृपया अन्तिमसम्म। आजको सन्डे चाहिँ पहाड घुम्नेछौँ हैन। पुरै भिडियो हेर्नु होला कृपया, लाइक सब्स्क्राइब गरिदिनु होला हैन। पुरै हेर्नु होला। अहिले चाहिँ पुरै जाँदैछौँ हामी। थाकिया थियौँ तलबाट आएर, अब एकछिन बसेर एकछिन रेस्ट गरेर अब चाहिँ अगाडि बढ्दैछौँ हामी। फाइनली शिव मन्दिर चाहिँ पुग्यो होइन। पूजापाठ गऱ्यौँ हल्का हल्का होइन। के गर्ने 12-1 बजी पुगेको मान्छे मन्दिरमा पुग्यो। भिडियो सिडियो बनायो मन्दिर चाहिँ शिव मन्दिर चाहिँ हो। बबाल छ चाहिँ ठाउँ चाहिँ होला। नजिकै साथीहरूले मन्दिर होइन निकट अब चाहिँ हामी लाग्छौँ अब तलतिर घुम्यो 1-1.5 घन्टा घुमेर चाहिँ घरतिर लाग्छौँ भनेर अगाडि बढ्दैछन् फुपू अङ्कलहरू। हामी चाहिँ पछाडि पछाडि नै छौँ हामी दुईजना। अब गाडी ल्याएर पनि आउन सक्नुहुन्छ, किनकि गाडी माथि माथि पहाडको डाँडामा पुग्छ, अलिक घुमेर आउनुपर्छ उताबाट। हामीले चाहिँ तलै राखेका छौँ, किनकि घुमेर आउनुपर्छ, टाढा छ भनेर चाहिँ हामीले तलै राखेका छौँ। अब चाहिँ हामी सिँढीतर्फ लाग्छौँ।